हेलो फ्रेंड्स, गुड मॉर्निंग। सेवा ने आज पनि बाँध्दैछ केटीहरूले बिचराहरू। एउटा 16 वर्ष ऊ पर हाम्रो काकी बिचरा जहिले आउनुहुन्छ सकाउनु। अब 2 खुट्टी छ बाँध्नु पर्ने। यता चाहिँ बोक्नेहरू है साथी हो। बोक्नेहरू यता छ, बोक्ने भाइहरू। उहाँ चाहिँ मेरो माया। ल छिटो बाँधौँ दिनमै सक्नुपर्छ। यसो गर नि, तिमी सर्ट लगाएर आऊ त, बाँध्न सकाउ न। यहाँ म त सकेको छैन, पर पकाएर किन आयो त फेरि? त्यतिकै आएको नि हेर्नु। ब्लग बनाउन आएको। ब्लग लाइक कमेन्ट सेयर गरिदिनु भन्नु। सेयर यस्तो छ साथीहरू। ल खम्ला नि, खम्ला सकेपछि यता छ नि साउनी, हाम्रो साउनी। के अरे भाइ, तर आज सक्छ नि 12 बजीसम्म। सक्छ। यसरी बोक्नुपर्छ है साथी। हेर्नु बिचरा भाइहरू। यसरी बोकेर पर लगेर कुन्यु बनाएर अब यो सबै बारीहरू खाली भयो। अब यहाँ के रोपिन्छ? मकै अनि तोरी रोपिन्छ। त्यस्तो पो छ त है साथीहरू। नेपालको चलन त गाह्रो छ, खेती गर्नेलाई गाह्रो छ। कुनी उलाउने चाहिँ हाम्रो माग्छ। केही भन्नु छ कि माग्छ? कोमाको उयसमा भनिदिइहाल्नु। कस्तो मजा आउँछ कि गाह्रो हुँदो रहेछ कान्छा? यहाँ खेती गर्नु गाह्रो। अब भरे मासु भात खान्छस् नि, नसुर्ता। यो चाहिँ नयाँ कुनिम हो। अब यो चाहिँ अस्ति पानीले भेटाएको यति हो। यो भोलि लाउँछ होला कि कहिले लाउँछ। ओके फ्रेन्ड्स, बाई बाई, फेरि भेटौँला।